कहाँ हाल्ने भोट भन्दाखेरि घन्टीमा भन्छ। फोन आउँदाखेरि उठाउँदाखेरि पहिला चाहिँ नि हलो भन्थ्यो, अहिले त घन्टी भन्छ। तिनीहरूलाई रासन पानी के चाहिन्छ एक एकवटा खसी हुन्छ त्यो त। त्यस्तो घरमा खसी लगेर हाल्दे खुवाइदे मजाले। तर चुनाव केटा जसरी नै हामीले जित्नुपर्छ। तँलाई पनि पुर्याउँछु म बने भनेदेखि। गाह्रो छ नेताज्यू, गाह्रो छ। तर मैले सक्ने जति मैले उनी जति गाउँ गाउँमा गएर चाहिँ छान मारी चाहिँ त्यो बुढा आमा बाउहरूसँग सोधेर चाहिँ केटाहरूसँग सोधेको के छ त भन्दाखेरिमा अरू पार्टीले चाहिँ पेट्रोल देखाए, खसी र मासु र भात टन्न देखाए। यो पालि चाहिँ तर तपाईँलाई जित्न गाह्रो छ है नेताज्यू। यो पालि मात्रै भने तपाईँलाई यो पालि चाहिँ हम्मे पर्छ है नेताज्यू। गाह्रो छ। त्यस्तो नबन केटा। गाउँले नै अब यसो के खोजेका छन् केटाहरूलाई यसो भेला पार भनेर अब बरु 2-4 खसी खुवाइदे। 2-3 रक्सीको बाढी लगाइदे। खसी बाख्रा घरको चाहिँ कुखुरा बेचेर पनि गाडी खान्थ्यो नेताज्यू। तर मान्छेले चाहिँ खाना चाहिँ टन्न हाम्रो पार्टीको खाने, भोट चाहिँ घन्टीले हाल्ने भन्छ। के गर्नु त मैले त्यसमा मेरो कसुर छ त तपाईँ आफू भन्नु। बर्बाद बनाइदिइहाल्ने भने त बर्बाद बनाइदिने मेरो इज्जतको सवाल थियो। इज्जत त मैले जसरी जित्नु पर्थ्यो। अब ना नेताज्यू ना, यो पालि तपाईँले चाहिँ नि हात धोएर चाहिँ छोड्दै हुन्छ। यो पालि चाहिँ तपाईँलाई गाह्रो छ है नेताज्यू, सक्दैन तपाईँ। कसैले मान्छे भनेकै चाहिँ होस् हो मलाई थाहा छ। मैले गर्नसम्म मैले सोहेको कोसिस गरेँ हो। गाउँ गाउँमा गएर पनि बुझेको मैले। कहाँ हाल्ने भोट भन्दाखेरि घन्टीमा भन्छ। फोन आउँदाखेरि उठाउँदाखेरि पहिला चाहिँ नि हलो भन्थ्यो, अहिले त घन्टी भन्छन्। त्यसमा मेरो के कसो छ भन्नु तपाईँ आफू। बर्बाद बनाइहाल्ने बर्बाद बनाइदिनु। अब अप्सन भनेको तपाईँले चाहिँ नि घर घरमा चाहिँ पैसाको खोलो बगाइदिनु पर्यो, नत्र पनि तपाईँले जित्न सक्दैन।